प्रधानमन्त्री बालेन शाहज्यूको है 190 तोला सुन कहाँबाट आयो भन्नुहुन्छ नि। एउटा स्रोत यो पनि हो है। उहाँ एउटा स्रोत, आम्दानीको स्रोत भनेको एउटा यो पनि हो। हेर्नुहोस् त 24 घण्टा बितेको छैन, मिलियन मिलियन भ्युज है। एउटा आय स्रोत पनि यो पनि हो है। तिमी अब चाहिँ कुनै अब एउटा स्टाटसमा त यति भ्युज छ भने उहाँले बोल्दाखेरि हैन, उहाँले चाहिँ नि के अरे ऱ्याप हान्दाखेरि कति भ्युज आउला हेर्नुहोस् त। एउटा आय स्रोतको माध्यम यो पनि हो। एउटा स्टार्सको महिनामा 10-12 वटा स्टार्ट लेख्ने हुने भनेपछि उहाँलाई चाहिँ अहिलेको सांसदको जति उहाँले चाहिँ पैसा कमाउनुहुन्छ। अझ ऱ्यापको त अलग छ, ऱ्यापको चाहिँ अझ योभन्दा चाहिँ झन् भ्युज आउँछ है। एउटा स्टाटस नयाँ वर्षको 2083 को शुभकामना लेखेको त यति भ्युज छ भने त्यसमा ऱ्याप हानिदिएपछि कति भ्युज आउला है। यो एउटा चाहिँ नि उनको चाहिँ एउटा चाहिँ आम्दानीको स्रोत पनि हो। उहाँले चाहिँ स्टाटस लेखे पनि पैसा, ऱ्याप हाने पनि पैसै है। पैसा छ के, हामीले नबुझेर हो के, पैसै छ। उनले ऱ्याप हान्ने बित्तिकै मिलियन भ्युज आएपछि पैसा, खाली फेसबुकमा स्टाटस लेख्यो भने पनि मिलियन भ्युज आए पनि पैसा है। खाली उनले चाहिँ हिँडे पनि पैसा। अरे पैसा छ के, हामीले त छोप्न सक्नुपर्छ, छोप्न सिक्नु पर्यो के। हामीलाई त छोप्नै आउँदैन, कसरी छोप्ने अब हेर्नुहोस् त। मिलियन भ्युज 24 घण्टा बितिएको छैन, मिलियन भ्युज आउँछ। महिनामा यस्ता स्टाटसहरू त 10-12 वटा स्टाटस लेख्ने हो भने हैन, एउटा सचिवको भन्दा पनि बढी आउँछ के डलर नेपालीमा कन्भर्ट गर्दाखेरि। त्यस्तो छ के। अझ त्यसमा ऱ्याप हान्ने हो भनेपछि त कति हो पैसा है। एउटा आय स्रोतको माध्यम यो पनि हो। त्यही भएर साँच्चै लाग्यो के मलाई चाहिँ उनको चाहिँ हिँड्दाखेरि पनि पैसा हैन, ऱ्याप गाउँदाखेरि पनि पैसा, खाली स्टाटस लेख्दा पनि पैसा। पैसै छ के।